सो हामी यो टिप्पललाई ओभरटेक हाने जान पर्ला भनेको है उताको साइडबाट चाहिँ अर्कै गाडी आइदिन्छ अब के हान्ने 3, 2, 1 नमस्कार सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनी र मेरो प्यारा मित्र साथीहरू फर्स्ट अफ चाहिँ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। टुडे अन द माई टपिक भ्लग। आजको मेरो भ्लगको टपिक चाहिँ होइन के रहेको कस्तो बोल्दैन अकमकिन्छ कि यार साथीहरू त। टुडे अन द माई टपिक भ्लग। आजको मेरो भ्लगको टपिक चाहिँ होइन के रहेको छ भने साथीहरू म आज चाहिँ पठाउ गर्दैछु कहाँबाट गामादेखिबाट बजारसम्म यानि कि बागलुङ बजारसम्म पठाउँदैछु। सो म चाहिँ वहाँ पारि जानुपर्ने हुन्छ होइन। सो वहाँ यो गाडी जाने भनेको। सो अब चाहिँ म यहाँलाई लाग्छु र आजको यो भ्लग चाहिँ होइन के कस्तो पर्ने छ हजुरहरूले चाहिँ पुरा हेरेर साथ दिनु है त। ल है त साथीहरू हामीहरू चाहिँ अब दाइरोमा लाग्छौँ है त बजारमा। ल है त साथीहरू अहिले चाहिँ होइन हामीहरू चाहिँ फाइनल्ली मालढुङ्गामा आइसक्यौँ है त। सो हामी यो टिप्पललाई ओभरटेक हाने जान पर्ला भनेको है उताको साइडबाट चाहिँ अर्कै गाडी आइदिन्छ अब के हान्ने हान्दिनँ अब त। ल है त साथीहरू अहिले चाहिँ होइन म चाहिँ फाइनल्ली पटाउ गरेर चाहिँ फर्केको छु। सो कस्तो भयो भने अब बजार गएको बेला पेट्रोल पनि हालिदिउँ न भनेर चाहिँ होइन 600को पेट्रोल हाल्ने अनि त्यही त अपडाउन भएको भए 1000 हुन्थ्यो। अब छोडिदिएको मात्रै 500 होइन 100 रुपियाँ हाल्नु पऱ्यो। अब 500 पनि कमाउँछु होइन। तर यसको समस्या चाहिँ के रहेको छ अस्ति मैले भन्थेँ नि त्यो स्कुटी बनाइयो तर सामना हालिदियो पिकअप दिएन भन्थ्यो नि। तर मेन कुरो चाहिँ भेलको समस्या रहेछ है। भेलको समस्या रहेछ। अनि त्यसपछि त्यो भन्नुभएको थियो अनि कति जति लाग्छ भन्थ्यो धेरै नभने 5055 त्यति समथिङ त्यति लाग्छ भन्नुभएको थियो होइन। अब पठाउ गरेर जम्मा गर्ने त्यो पैसा अनि बनाउने पिकअप त बनाउनु पऱ्यो गरे होइन साथीहरू। त्यही भएर चाहिँ पिकअप बनाउनको लागि चाहिँ अब मैले गाउँकै मान्छे बोकेर हुन्छ कि
त्यति बेलासम्म मान्छेहरूलाई गर्नु पऱ्यो गरे होइन नतासँग उर्लिँदै गर्नु पैसा कमाएर भयो भने त्यो पैसा डिपोजिट गरेर त्यो पैसा सेभिङ गरेर जम्मा गरेर अब यसको पिकअप बनाउनु पर्ने हुन्छ होइन नत्र भए त गाह्रो हुन्छ होइन सो अब चाहिँ बाँकी कुराहरू चाहिँ म घर गएर भन्छु है त ल है त साथीहरू अहिले चाहिँ होइन म चाहिँ फाइनल्ली घर आइसकेँ स्कुटी त्यहाँ छ होइन सो र यो अब आजको भ्लग मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु ल अनि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ मान्छे हुनुहुन्छ भने छेउमा रहेको बेल आइकनलाई थिचेर अल नोटिफिकेसन गरेर मलाई सब्सक्राइब गरिदिनु होला होइन र म यति नै भन्दै आजको भ्लगबाट बिताउँदै फेरि आउने आगामी दिनको भ्लगमा भेट्ने छु भन्दै म बिताउन चाहन्छु ओके लभ यु एभ्रीवन बाइ बाइ